खासमा चाहिँ मैले कहिले सोचिनँ कि म लेखक हुन्छु भनेर मैले लेख्न थालेको होइन क्या। खास गरी चाहिँ मलाई त्यो कहिले सपनामा पनि आएन कि लेखक बन्नुपर्छ अथवा लेख्नुपर्छ भनेर कहिले सोचिनँ। तर जब म त्यहाँभित्र पछि चाहिँ त्यो आदत बन्दै गयो मेरो राइटिङ चाहिँ होइन, त्यो किताब चाहिँ होइन। त्यो कस्तो हुँदो रहेछ भने मान्छेले देख्नेमा इन्द्रेणीमा 7वटा कलर हुन्छ भन्छ नि त होइन, 7वटा कलर इन्द्रेणीमा छ, तर किताबमा चाहिँ 8औं कलर पनि हुन्छ क्या। त्यसले जीवनमा तपाईँलाई नयाँ कलर दिन्छ क्या। सायद किताबले त्यो कलर दियो होला होइन। त्यो कलरमा म जब मिसिएँ त्यसपछि मलाई लाग्यो किताबमा केही छ, त्यसपछि मैले लेख्नु त्यसरी सिकेँ भनौँ न। ओके, भनेपछि तपाईँले लेख्नुभन्दा पहिला तपाईँ पढ्नुहुन्थ्यो धेरै? पढ्नु त पऱ्यो पढेरै आयो भनौँ। म लेख्छु म पढ्ने आदत बन्दा चाहिँ म लेखक बन्ने, म लेखक भनेर सोचेर बन्ने चाहिँ होइन। आई मिन त्यो सुरुमै म चाहिँ लेखक बन्छु भन्ने चाहिँ थिएन? थिएन। ओके, सो कुन चाहिँ पोइन्टमा आएपछि चाहिँ या तपाईँलाई लाग्यो कि म पनि लेख्न सक्छु कि म पनि ट्राई गरौँ कि भन्ने खालके भयो त हुन्छ नि? ट्राई पनि कसरी गरेँ भने म क्लास 11-12 पढ्दाखेरि चाहिँ अलिअलि लेख्न थालेँ कि, गजलहरू लेख्थेँ त्यति बेला। त्यसपछि एउटा कथा लेखेँ। त्यो कस्तो थियो भने म चाहिँ अलिक कम्ती बोल्ने खालको मान्छे थिएँ। त्यो मान्छेसँग त्यो छटपट्टि हुँदो रहेछ नि त भित्र, अनि त्यो कहाँ चाहिँ पोखिने कहाँनिर गर्ने भन्दाखेरि चाहिँ राइटिङ सायद त्यो एउटा माध्यम बन्ने होला जहाँनिर म पोखिन सकेँ होइन। त्यो लेख्दै चाहिँ के भयो भने सुरुमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो किताब त्यो पत्रिकामा नाम छापिँदा मात्रै रमाइलो लाग्ने होइन। त्यो यो पहिलोचोटि चाहिँ सही सुनचरीमा पठाएको थियो होला भने गजल पठाएको थिएँ होइन। गजलमा ठ्याक्कै नाम आयो कि आमा, मलाई त हुन्छ नि संसारको सबभन्दा खुसी त्यो दिन लाग्यो क्या। अनि त्यसपछि लाग्यो होइन, मलाई त त्यो लेख्नुभन्दा पनि नाम छापिनुको लागि पनि लेख्नुपर्छ भन्ने टाइपको लाग्यो होइन। त्यो रमाइलोले नै चाहिँ मलाई सायद त्यो हुन्छ नि बिस्तारै चाहिँ पछाडि चाहिँ त्यो सुरुमा सायद राइटिङ त्यसरी हुन्छ होला क्या। म अस्ति त्यो मार्केसको इन्टरभ्यू पढ्दै थिएँ होइन, उसले त खालि यतिको लागि मात्रै लेखेको थियो अरे कि हाम्रो साथीहरूको समयमा एउटा मान्छेले अलिअलि लेख्थ्यो भन्ने खालकोले चाहिँ त्यो चाहिँ स्मरण रेकग्नाइजेसन भन्दा पनि अलि सम्झना भनेर लेख्दै चाहिँ त्यहाँ पुग्यो भन्ने टाइप। हरेक लेखकमा त्यो हुन्छ होला। अनि म पनि सायद त्यो हुन्छ नि लेख्ने त्यो रहर नाम छापिनुपर्छ, नाम देखियोस् भन्ने सायद त्यसरी नै लेखिन थाल्यो होला सुरुमा चाहिँ क्या। अनि पछि चाहिँ त्यति बेला धेरैले पनि लेख्यो। त्यो मान्छेलाई कस्तो हुन्छ, लेखन चाहिँ त्यति बेला चाहिँ सबभन्दा सहज हुन्छ जति बेला त्यो बारे त्यति थाहा हुँदैन क्या। लेखन मात्रै होइन, हरेक कुरो आँट आउँछ होइन। जस्तो तपाईँ प्रेम गर्नुहुन्छ भने पनि तपाईँलाई प्रेमबारे त्यति थाहा छैन, त्यो हुन्छ नि तपाईँ यत्तिकै बगेर जानुहुन्छ क्या। तर एक ठाउँ पुगेपछि बुझ्नुहुन्छ यो जिम्मेवारी पनि हो भने जब लाग्नु थाल्छ, राइटिङ पनि त्यही हुँदो रहेछ क्या। त्यहाँदेखि चाहिँ गाह्रो लाग्नु थाल्छ क्या। नभए त म त सुरुमा त लेखन जति सजिलो केही छैन जस्तो लागेको थियो मैले पहिलोचोटि लेख्दाखेरि, जति बेला पनि लेख्न सकिहालेँ होइन। तर पछि चाहिँ बिस्तारै त्यो हुन्छ नि लेखन भनेको यो रहेछ, मान्छेले पढेपछि त्यसलाई त्यसरी सिरियसली लिँदो रहेछ होइन। आफ्नो कुरा चाहिँ त्यहाँ पुग्दाखेरि उनीहरूले त्योसँग जोडेर कसरी हेर्दो रहेछ त्यो बुझ्नु थालेपछि चाहिँ त्यसपछि चाहिँ लाग्न थाले राइटिङ भन्ने त गाह्रो कुरा रहेछ भन्ने चाहिँ त्यहाँदेखि फिल भयो। कति बेला चाहिँ तपाईँलाई लाग्यो कि अब म जिम्मेवार हुनुपर्छ, अब चाहिँ मैले लेख्दा चाहिँ अलिक जिम्मेवारीपूर्वक लेख्नुपर्छ भने त्यो टाइम कस्तो थियो? त्यो चाहिँ कस्तो हुँदो रहेछ हरेक त्यो समयले सिकाउँछ भन्छ नि त होइन। मैले क्लास 12 हुँदाखेरि चाहिँ एउटा व्यङ्ग्य टाइपको लेखेको थियो। त्यति बेला चाहिँ हाम्रो ठ्याक्कै छिरिङ शेर्पा हुनुहुन्थ्यो सभासद, त्यति बेला पार्षद भनिन्थ्यो सायद होइन, डिजिएसीको। पार्षदको पावर त कस्तो डरलाग्दो थियो नि त त्यति बेला, तपाईँलाई थाहा छ नि त होइन। यहाँनिर पनि कोही थियो होला पार्षद भनेको चाहिँ अहिलेको जिटिए चेयरम्यान टाइपले उसले आफ्नो समष्टि त्यसरी चलाइदिने क्या। काम पनि उसले दिने, नोकरी उसले दिने, बाँड्ने, त्यति क्षमता भएको मान्छे। अनि मैले एउटा व्यङ्ग्य लेखेको थिएँ। त्यो व्यङ्ग्यमा चाहिँ सामान्य त्यसले छैटौँ अनुसूचीको कुरा उठिरहेको थियो। अनि मैले छैटौँ अनुसूचीलाई अलिकति चाहिँ त्यसलाई चाहिँ सटाइ हिर्काएर त्यसपछि चाहिँ त्यो व्यवस्थामाथि र हाम्रो नेताको अनुहार अलिकति झल्किने खालको लेखेको थिएँ। त्यो मैले चाहिँ यतिकै लेखेको थियो, तर त्यो चाहिँ कसैले माथि पुऱ्याइदिएछ क्या पार्षदकोमा। अनि मेरो घरमा धम्की आइपुग्यो क्या। म त एकदम सानो 11-12 पढ्दै थिएँ होइन। अनि घरमा धम्की आइपुग्यो, त्यसले चाहिँ केटाकेटी सानै छ, त्यसलाई पछि काम पनि चाहिन्छ होला, अलिक चाहिँ जोगेर लेख्नु भन्नु भनेको थिएँ। म 2-3 दिन कामेर बसेँ क्या। त्यति बेला फिल भयो क्या राइटिङको पावर चाहिँ हुन्छ नि आफूले सोचेको भन्दा धेरै अगाडि पनि जान सक्दछ कोही बेला भन्ने चाहिँ मलाई पहिलोचोटि सायद त्यो दिन लाग्यो होला क्या। वाउ त्यो सायद त्यो दिनको धम्कीले आज हामीले छुदेन काव्यमा उपन्यासकार पाएको हो कि अन्य पो लाइन बनायो। हजुर। यदि तपाईँहरूलाई यो क्लिप मन परे तपाईँहरूले पुरा पडकास्ट आरजे सागर पडकास्टमा हेर्न सक्नुहुन्छ। अहिलेलाई थ्याङ्क यू सो मच।